Students, how are you? I hope you all are very good and revision the practice to हुँदै छ. ब्रिज कोर्स इन्ट्रान्स ब्यान्ड भइहाल्यो तर टिचर त ब्यान्ड बस्दैन र रिभिजन र प्र्याक्टिस जरुरी छ. कम्पिटिटिभ इन्ट्रान्स एक्जाम हैन, या सेन्ट लेभल होस्, पारेन्ट स्कलरशिप होस्, एनसी प्रसादी या अरु धेरै ठाउँको कोही पनि त इन्ट्रान्स त हुन्छ. त्यो इन्ट्रान्सको लागि हामीले प्रिपरेसन गर्नुपर्छ. त्यसैले सबै विद्यार्थीहरुको लागि फ्री इन्ट्रान्स प्रिपरेसन अफ साइन्स सब्जेक्ट, साइन्सको फिजिक्स केमिस्ट्री बायोलोजी टोटली हरेक दिन भिडियो आउँछ. त्यो पढ्नु होला, तपाईहरुलाई धेरै धेरै हेल्पफुल हुन्छ. र यो WhatsApp नम्बर हो, सधैँ तपाईलाई क्वेशन दिन्छ प्र्याक्टिसको लागि, सल्भ गरेर डाउट हुन्छ या के पनि हुन्छ. जति विद्यार्थीलाई जुड्न मन छ र याद राख्नुको लागि फ्री हो, यहाँ केही पनि पेड सेट छैन. एउटा विद्यार्थी पनि जुड्नुहोस्, म प्रोमिस गर्छु त्यो विद्यार्थीको साइन्समा बेस्ट गराइदिन्छु या 100 वटा जुड्नु टिचरको लागि त्यो. र त्यसैको लागि आजदेखि हामी स्टार्ट गर्दैछु. र भिडियो फेसबुक, टिकटक, व्हाट्सएप, युट्युब सबैमा आउँछ. So be ready for exploring the science subject. The first chapter जुन हामीलाई पढ्नु छ, फर्स्ट च्याप्टर छ हाम्रो मेजरमेन्ट एन्ड डाइमेन्सन. मेजरमेन्ट एन्ड डाइमेन्सन अफ फिजिकल क्वान्टिटी. अब ब्रिजको सुनेर लगभग इमेल हरेक ठाउँमा 9 10 के सोधिन्छ, तर यो चाहिँ त प्योर 9 10 के सोध्ने. र डाइमेन्सन कुनै कुनै किताबमा दिएको छ, कुनै किताबमा दिएको छ, तर सेरै सिम्पल कुरा हो, के पनि हैन. म बुझाउँछु तपाईलाई धेरै इजी लाग्छ. अब मेजरमेन्ट किन पढ्नु छ, किनभने मेजरमेन्टले हामीलाई फन्डामेन्टल र ड्राइभ क्वान्टिटी भेट्छ. ड्राइभ क्वान्टिटीलाई हामी रिप्रेजेन्ट गर्छौँ डाइमेन्सनमा. मेजरमेन्ट सबैलाई थाहा छ, सिम्पल, धेरै हामीले एक्सप्रेसन गर्नु छैन. वाट इज द मेजरमेन्ट, जो हामीलाई खासै रिप्रेजेन्ट गर्नु छैन. स्टिल कम्पेयरिङ अननोन क्वान्टिटी विथ अ स्ट्यान्डर्ड क्वान्टिटी. अननोन क्वान्टिटी मिन्स अगर हामी मार्केटमा गए 5 किलो आलु लिए, त्यो आलु 5 किलो कति क्वान्टिटी छ त्यो हामीलाई थाहा छैन. तर हामीलाई के थाहा छ, त्यो ढक जुन 5 केजी को ढक युज गर्छ मेजरमेन्टको लागि हो, त्यसलाई भनिन्छ स्ट्यान्डर्ड क्वान्टिटी. त त्यो भयो स्ट्यान्डर्ड नन क्वान्टिटी. अननोन क्वान्टिटीको रिजल्टलाई भनिन्छ मेजरमेन्ट. अब मेजरमेन्ट कसको हुन्छ, फिजिकल क्वान्टिटीको. अब यो पनि सबैलाई थाहा छ, व्हाट इज फिजिकल क्वान्टिटी. क्वान्टिटी द्याट क्यान बी मेजर्ड. जति पनि क्वान्टिटी हामी मेजर गर्न सकिन्छ, डाइरेक्टली होस् या इन्डाइरेक्टली. इन्डाइरेक्टली मेथडहरु छ, ग्राफ मेथड छ हैन, वाटर डिस्प्लेसमेन्ट मेथड छ. र फिजिकल क्वान्टिटीलाई दुई टाइपमा डिभाइड गरिएको छ, फन्डामेन्टल क्वान्टिटी र ड्राइभ क्वान्टिटी. र क्वेशन यहीबाट आउँछ. अब सबैलाई थाहा छ फन्डामेन्टल भनेको बेसिक मिन्स एक लाइन. व्हाट इज फन्डामेन्टल क्वान्टिटी, इन्डिपेन्डेन्ट क्वान्टिटी, such quantity which do not depend upon other. र ड्राइभ क्वान्टिटी which depend upon other quantity, अरु क्वान्टिटीमा डिपेन्ड गर्छ भने ड्राइभ क्वान्टिटी. यसरी अहिले भिडियो यस्तो गर्दैछ, तपाईलाई नोट चाहिन्छ भने नोटको थ्रु पनि हामीले दिन्छौँ, तर यसको त्यस्तो खासै छैन. अब हामीले के बुझ्नुपर्छ, वी हैव 7 फन्डामेन्टल क्वान्टिटी. यहाँबाट आउन सक्छ क्वेशन 7वटा. तीनटा त सबैलाई यादै छ, लेन्थ, मास, टाइम. यो यादै राख्नु, एमटी, लेन्थ, मास, टाइम. लेन्थ को युनिट कहाँ थाहा छ, सबैलाई थाहा छ. लेन्थ को युनिट मिटर, मास को युनिट केजी, टाइम को युनिट सेकेन्ड. यो भयो फन्डामेन्टल क्वान्टिटी. अनि यसलाई के भन्ने, फन्डामेन्टल युनिट. व्हाट इज फन्डामेन्टल युनिट, द युनिट अफ फन्डामेन्टल क्वान्टिटी. एक टाइपको बढी हामीले पढाउनु छ. अरु 4वटा पनि छ, 4टा विकल्प हामीले पढेको छु. टेम्परेचर, सर्ट फर्म इङ्ग्लिश बुझेर यसको एसआई निकालिदिन्छु, केल्भिन. अरुको हामीले पढेको छु करेन्ट, यसको छ एम्पियर. र दुईटा कुरा क्लास 11 मा गएर पढ्छौ. केमिस्ट्रीको छ एउटा अमाउन्ट अफ सब्स्टेन्स, मोल, एसआई युनिट हो. ओके. र एउटा लाइन पढ्छ फिजिक्समा लुमिनियस इन्टेन्सिटी. यो कोही कुनै किताब, कुनै गुगल स्कुलमा कोही पनि भेटिहाल्छ, त्यस्तो प्रब्लम छैन. र यसको युनिट हो क्यान्डेला, सिडी. यहाँ म परिणाम दिन्छु, क्यान्डेला जसको सिम्बल हामी युज गर्छौँ सिडी, र मोलको सिम्बल युज गर्छौँ मोल. ठीक छ, यो याद छ नि यस्तो कुरा. पढा त सबै फन्डामेन्टल क्वान्टिटी. आँखा चाहिँ याद एमटी, त्यसपछि दुईटा टेम्परेचर र करेन्ट, र 11 को दुईटा एउटा अमाउन्ट अफ सब्स्टेन्स, एउटा लिमिनेस इन्डेक्स. एक मिनेट किन याद गर्ने जेनरल कुरा, तर यसबाट क्वेशन आउने चान्स छ. यसरी दिया छ लिस्टमा 4वटा दिया छ, विच इज द फन्डामेन्टल क्वान्टिटी. क्या अरु के हाल्दिन्छ, ड्राइभ. तो मेन फोकस छ हामीसँग ड्राइभ क्वान्टिटी. व्हाट इज ड्राइभ क्वान्टिटी, नामै छ ड्राइभ मिन्स अरुबाट आएको छ. तो क्वान्टिटी which depends upon fundamental unit
या फंडामेंटल क्वांटिटी डिपेंडेंट क्वांटिटी एक प्लस उपरका डिपेंडेंट क्वांटिटी आफ्नो ड्राइभ क्वांटिटी त धेरै छ ड्राइभ क्वांटिटी र त्यो ड्राइभ हामी जब गर्छु त्यसैलाई हामी लेख्छु डाइमेन्सन हो यतिमा अब यता लेख्छु नि अब ड्राइभ मोसन ड्राइभ गर्नु पर्यो लगभग 50% स्टुडेन्ट आउँछ 50% ला आउँदैन त नआउने विद्यार्थीले प्र्याक्टिस गर्ने जस्तै फोर्स सबैभन्दा पहिला चाहियो फर्मुला याद गर्नु पर्यो फोर्स फर्मुला मास इन्टु एक्सिलेरेसन अब मास त बाबु फन्डामेन्टल हो मास युनिट भ्यालु केजी अब एक्सिलेरेसन को फर्मुला हेर के हुन्छ चेन्ज इन भेलोसिटी बाइ टाइम र भेलोसिटी को युनिट हामीलाई थाहा छ के भइहाल्छ मिटर पर सेकेन्ड वा टाइम को सेकेन्ड त के भयो एक्सिलेरेसन को मीटर पर सेकेन्ड स्क्वायर अब जसलाई आइरहेछ उसलाई यो पनि गाह्रो लागिरहेको होला तर के छैन स्लोली नै जितिन्छ जिन्दगी हतार गरेर कोही पनि हिरो बन्दैन जसलाई आइरहेछ बिस्तारै भिडियो हेर्नु जसलाई पहिलेदेखि आइरहेछ त्यो फास्ट गर्ने तर सिक्ने लाइफ एउटा इम्पोर्टेन्ट कुरा सिक्नुपर्छ बिस्तारै सिक जोरले सिक फास्टले सिक त्यो म्याटर गरेर सिक त एक्सिलेरेसन को युनिट के भ्यालु मीटर पर सेकेन्ड स्क्वायर त्यसको यसरी हामी लेख्दिने बस तो ये भ्यालु फोर्स को ड्राइभ तो सोध्न सक्छ obviously यो च्याप्टरबाट क्वेशन आयो भने यही आउने हो ड्राइभर आउने हो अरु हामी ड्राइभ गर्न सक्छौं जस्तै ल वर्क को लियाले वर्क को फोर्स इन्टु यस एस भनेको डिस्प्लेसमेन्ट फर्स्टमा च्याप्टरमा डिस्टेन्स एन्ड डिस्प्लेसमेन्ट अल्दो बोथ हैव द सेम यूनिट बट बोथ आर डिफरेंट तो फोर्स को भ्यालु फेरि फर्मुला मास इन्टु एक्सिलेरेसन डिस्प्लेसमेंट को मीटर फेरि मास को केजी एक्सिलेरेशन को मीटर पर सेकेन्ड स्क्वायर इन्टु मीटर अनि स्मोल अब यो के भ्यालु केजी मीटर स्क्वायर एस हैन केजी मीटर स्क्वायर पर सेकेन्ड स्क्वायर यो ड्राइभ आउने चान्स हाई छ तिमी यति विज्ञान गरियो च्याप्टरबाट आयो भने 99% ड्राइभ क्वेशन आउँयो त मैले एउटा विद्यार्थीलाई ड्राइभ गरिदिए अरु तिमीहरुलाई ड्राइभ गर्नु छ ड्राइभ गरेर यो नम्बरमा मलाई WhatsApp गरिदिने जला पढ्ने इन्ट्रेस्ट छ एउटा विद्यार्थी बाबु जोइन हुन्छ एउटा विद्यार्थीको लागि म फिजिक्स केमिस्ट्री बायोलोजी सबैको बनाउँछु मलाई म्याटर गर्दैन कोही पनि जोइन हुँदैन त्यही पनि गराउँछु त्यो आछ मेरो विद्यार्थीलाई पढाउनको लागि त्यो तिमी डिसाइड गर पढ्न चाहन्छौ बेस्ट गर्न चाहन्छौ राम्रो गर्न चाहन्छौ फ्री कोर्स भयो वर्क भयो तिमीहरु मलाई ड्राइभ गरेर दिनु पावर को प्रेशर को स्पीड को डेंसिटी को वॉल्यूम को एरिया को पोटेंशियल डिफरेंस को रेजिस्टेंस को और पनि धेरै छ मोमेन्टम ओके यति क्वेशन गरे इनफ हुन्छ तिमीलाई कुनै पनि कम्पिटिटिभ एक्जामको यसमा म एउटा अझै गर्दिन्छु तिमीहरुलाई किनभने क्लास 10 मा जनरल खेल्ने स्टोरीको यो पोटेंशियल डिफरेंस कसरी ड्राइभ गर्ने लेख्ने पोटेंशियल डिफरेंस को फर्मुला वर्क डन बाइ चार्ज वर्क को फर्मुला फोर्स इन्टु डिस्प्लेसमेन्ट चार्ज को फर्मुला हुन्छ चार्ज को फर्मुला यहाँ निकाल्ने करेन्ट इक्वल टु चार्ज बाइ टाइम चार्ज इक्वल टु करेन्ट इन्टु टाइम फर्मुला भन्छ यो क्रस मल्टिप्लाई चार्ज इक्वल टु करेन्ट को यसको सट्टा c को सट्टा लेखिदिए भने करेन्ट इन्टु टाइम अब फोर्स को भ्यालु मास इन्टु एक्सिलेरेसन डिस्प्लेसमेन्ट को मीटर करेन्ट फंडामेंटल पढाउने साथमा हो त्यसको युनिट एम्पियर टाइम को सेकेन्ड मास को केजी एक्सिलेरेसन को मीटर गरेर एउटा धेरै स्टुडेन्ट यसरी गर्छ मिटर पर सेकेन्ड स्क्वायर यसरी गर्न जरुरी छैन जहाँ मल्टिप्लिकेसन गर्ने डाइरेक्टली तल लिनु यसको एक्सिलेरेसन को मीटर तल लिनु एक्सिलेरेसन को मीटर पर सेकेन्ड स्क्वायर ठ्याक्कै यसको तल के छ त्यो पनि लेख्या अनि कन्फ्युजन हुन्छ बस भइहाल्यो केजी मीटर स्क्वायर पर एम्पियर SQ बस यो आउन सक्छ है रेजिस्टेन्स को तिमीहरु गर्नु रेजिस्टेन्स को फर्मुला ओम्स V IR R V/I V को मैले गरिदिए पोटेंशियल डिफरेंस को V दियो I का फन्डामेन्टल यति गरेर तिमीलाई यहाँ पढाउनु छ सर अब डाइमेन्सन के हो त डाइमेन्सन बाबु यही हो डाइमेन्सन क्लास 11 मा तिमीलाई हैन के को होला 11 मा पढ्छौ त डाइमेन्सन सिम्पली भयो जस्तै एउटा फिजिकल क्वान्टिटी छ फोर्स को हामीले के गर्दियौ ड्राइभ गरिदिए ड्राइभ गरेर कति आयो
केजी मिटर पर सेकेन्ड स्क्वायर। त डाइमेन्सनलाई कसरी डिफाइन गर्ने तिमी? 11 क्लासमा 80% 90% स्क्वायरको त डाइमेन्सनको उनीहरुले डिफरेन्स त भन्छ, तर त्यही डिफरेन्स भन्दा जुन बुकमा रटाएको छ, टिचरले पनि रटाएर पढाउँछ, रटाएर पढाउने टिचर कहिले पनि जिन्दगीमा साइन्स टिचर हैन, नोट लेखाइदिन्छ बखरी जस्तो म्याथ गर्नेलाई साइन्स टिचर भन्ने हैन। त्यो 90% विद्यार्थीले त्यो रटाएको त त्यही भन्छ, द पावर टु बी दिस किनभने उसको टिचरले कहिले उसलाई एक्सप्लेन गरेन नि। अगर डिफिनेसन लर्न गर्नु छ भने डिफिनेसन कहाँ बनाउँछ त्यो बुझिहाल्नु पर्ने। डाइमेन्सन डाइमेन्सन भनेको फिजिकल क्वान्टिटीलाई एक्सप्रेस गरे। व्हाट इज डाइमेन्सन? द एक्सप्रेसन अफ फिजिकल क्वान्टिटी के को रिस्पेक्ट में फंडामेंटल यूनिट को रिस्पेक्ट में इन टर्म्स ऑफ फंडामेंटल unit raising certain power अब सर यो पावर कहाँबाट आयो बुझ्नु। अब फोर्स को डाइमेन्सन लेख्छु भने कसरी लेख्नुहुन्छ यसलाई? तिमीले सदा पहिला ड्राइभ गरि आयो, फोर्स को ड्राइभ गर्यो केजी मिटर पर सेकेन्ड स्क्वायर। डाइमेन्सन यसरी लेखिन्छ स्क्वायर ब्रैकेट हाल्ने एल पी मास लेन्थ टाइप गरेर। मास भनेको केजी कतिवटा छ? एउटा। लेन्थ भनेको मिटर कतिवटा छ? एउटा। टाइम कतिवटा? बस त्यसैले भनिन्छ डाइमेन्सन। के प्रब्लम छ छैन? ड्राइभ गरेर यसरी पावरमा लेखिदियो डाइमेन्सन। त डाइमेन्सनको डिफिनेसन हेर। अब यो डिफिनेसन लगभग न यो क्लासको स्टुडेन्टले पनि बिर्सिदैन। तरिका के छ? एक्सप्रेसन अफ फिजिकल क्वान्टिटी, एक्सप्रेसन अफ फिजिकल क्वान्टिटी केको टर्म्समा? इन द टर्म्स अफ फंडामेंटल यूनिट रेजिङ सर्टेन पावर। यहाँ त डाइरेक्टेड ड्राइभ सोध्छ, यहाँ त तिमीलाई डाइमेन्सन सोधिन्छ। अब सेन्टिमिटरमा डाइमेन्सन सोध्न सक्छ, त्यसले त्यही पनि फरक पर्दैन। त्यसले वर्कको डाइमेन्सन वर्कको पनि गर्दैछु नि, र प्रेसरको डाइमेन्सन। प्रेसरको डाइमेन्सन यस्तो लाग्छ मलाई ड्राइभ गर फोर्स बाइ एरिया, फोर्स मास इन्टु एक्सेलरेसन। एरियाको युनिटमा सबै एल इन्टु बी मिटर स्क्वायर, मास को केजी, एक्सेलरेसन को मीटर, तलाई आयो सेकेन्ड स्क्वायर इन्टु मिटर स्क्वायर। एउटा मिटर काट्नु के भयो? केजी पर मिटर सेकेन्ड स्क्वायर। माथि जब लेखिन्छ त पढ्ने कसरी? केजी यो माइनस छ नि त्यहाँ पर लागिएको छ, केजी पर मिटर। अब यसको डाइमेन्सन लेखिदिए डाइमेन्सन अफ प्रेसर स्क्वायर ब्रैकेट लेख्ने एलएलटी केजी एउटा, लेन्थ -1 टाइम -2 बस यही हो डाइमेन्सन। के छ छैन? प्लस डिफिनेसन। व्हाट इज द डाइमेन्सन अफ फिजिकल क्वान्टिटी? द एक्सप्रेसन अफ फिजिकल क्वान्टिटी इन द टर्म्स अफ फंडामेंटल यूनिट रेजिङ सर्टेन पावर। यति अगर गरिहाल्छु भने यो च्याप्टर कम्प्लिट। जो भन्दा बढी यसको क्वेशन आउँदैन। युनिटहरु त के युनिट त याद हुनु पर्यो, 7 युनिट त यादै गरिहाल्यो। अब जस्तै हाम्रो चार्जको युनिट, चार्ज के युनिट याद गरिहाल्यो कलम, प्रेसर के युनिट पास्कल, फोर्स के युनिट न्यूटन, सीरियस युनिट टाइम, एनर्जी को पनि जूल हैन, पावर के युनिट वाट। यो जेनरलले गरिहाल्यो किताबमै भयो हैन कि केही आफू पनि गर्नुपर्छ। याद राख्नु, अगर तिम्रो फ्युचर हो, तिम्रो लडाई हो भने अरूको भरमा हुँदैन। टिचरले मद्दत गर्छ, तर बन्नु छ भने तिमीलाई डबल मेहनत गर्नुपर्छ। तो यति गरेर यो सबै जति मैले लेखिदिए 7-8 वटाको मलाई ड्राइभ गरेर डाइमेन्सन बनाएर यहाँ WhatsApp गरिदिनुस्। डाउट क्लास पनि हुन्छ यहाँ, यसमा फोन पनि गर्न सक्छु, सोध्न पनि सक्छु। आजको लागि यो थ्यांक यू।